पुरानो किम्वदन्ती अनुसार यहाँ यो अहिले पनि चुहिरहेको छ। यो चाहिँ दुध आउँथ्यो रे यहाँ, यो पहाडीको रूपमा अहिले परिवर्तन भएको भन्छन्। यो चाहिँ एउटा दुध झरिलो हुने एउटा गुफा भनिन्छ। यहाँ यस्तो छ यो प्वाल धेरै टाढा पुगेको छ। यहाँ पूजाआजा गर्ने प्रचलन यथावतै छ। यो यहाँ यस्तो छ। अहिले हामी यो सहस्रधारा भन्ने उमा छौँ। नाग गुफा भन्दा केही ओरै आएका छौँ। यहाँ यस्तो छ। यो हरेक ओबाट हेरिने हो भने अनौठो, हामीलाई पनि के हो भन्ने कुरै थाहा नहुने तरिकाको एउटा उ छ। यो परापूर्वकालदेखि मान्दै आएको यो छ। यहाँ माथि पानीको मुहान केही नभए पनि यो पानी चुहिरहेको, यहाँ कोब्राको टाउको जस्तो देख्नुहुन्छ। यो त्यहाँनिर एउटा कालो शिवलिङ्ग देखिरहनु भएको छ। त्यो शिवलिङ्ग भन्छ। त्यो कसैले त्यहाँ बसाइएको शिवलिङ्ग होइन, त्यो आफसे आफ उत्पत्ति हो। त्यस्तो छ। आज खास यसको अनुगमनको लागि चाहिँ, यसको दर्शनको लागि यात्रामा हामी दुईजना दाजुभाइ छौँ। हेर्नुहोस्, हेलो, पूर्णखम्बु लगायत म। मजाले हेर्नुहोस्, चिनिराख्नु भएको अनुहार, देखिराख्नु भएको अनुहार हो यो। हामी आज यो ठाउँमा छौँ। हस्, धन्यवाद।